आज चाहिँ हामी नन्दा भाउजू भएर चाहिँ के खेल्दैछौँ रे उल्टो एन्सर दिने गेम खेल्दैछौँ। यदि त्यो एन्सर चाहिँ राइट भयो भने चाहिँ पिटाइ खाने हो ल। ओके रेडी हो त? ओके लेट्स स्टार्ट। ल सुरु गर्नु तपाई। ओके ओके मैले चिरानी लिन नपाए है यो हाँस्नुहुन्छ केबाट हाँस्नुहुन्छ? मैले नाकबाट। सरी सरी यस्तै हो गाइज यहाँ ओके भन्नु मलाई ल छिटो भन्नु। तपाईको टाउकोमा के छ? स्याम छ। स्याम छ अरे गाइज। ल तपाईको पाली। तपाई केले सुन्नुहुन्छ? हातले। सरी सरी ओके यो तपाईले चुरा केमा लाउनुहुन्छ? नाकमा। ल तपाईको पाली। तपाईको खुट्टा कतिवटा छ? दुईटा। ए मैले त भरे सोधे त। ए तपाईले केले हेर्नुहुन्छ? गाइस यस्तो मैले भन्छु भनेर चाहिँ हैन मेरो मुखबाट निस्केको हो यस्तो। केले सुनाउँदै त्यसैले हेर्नु यही हुन्छ है ल। ल मेरो चाहिँ यतिकै मुखबाट निस्क्यो। ल तपाईको पाली। ल मम्मीको नाम के हो? सुनिता। सरी ल ओके मम्मीको छोरीको नाममा तर नपिटेको चाहिँ कुनै पनि छैन यो हालेको जत्तिकै हो गाइस। यहाँ एपाइ भइरह ल। खास तपाईको मम्मीको नाम चाहिँ के हो? मेरो मैले अहिले भन्छु बालकुमारी हो। अनि छिटो के भएन? तपाईको कोसँग बिहे भयो? मेरो रावणसँग। अलि छिटो भन्ने अनि हामी हो नि। अनि त्यही भएर तपाईले एन्सर गर्नु भयो के मिलाउनु भयो। म छिटो भन्छु ल। ल तपाईको पाली। नहसाउनु न। तपाई उड्दा बित्तिकै हान्नुहुन्छ। हाँस्छु। हाँसिन्छ त अनि उड्दा बित्तिकै हान्ने। ल ल ल दियो ल। अब तपाईको पाली। गाइस तपाईले केले हेर्नुहुन्छ? कान्ने गाइस कस्तो अलमल परिगयो। ल फास्ट ल तपाईको पाली। ल छिटो छिटो। तपाई केले हिँड्नुहुन्छ? हातले। चारवटा। अब मेरो पाली हैन। तपाईले भात केले चपाउनुहुन्छ? नाकले। दुईचोटि नाक भयो। बाँदर कहाँ बस्छ? बाटोमा। बाटोमा बस्छ। आकाशमा भन्नु पर्छ त। रुखमा भने मिल्थ्यो त्यही भएर सोच्दै थिएँ छिटो भएन ल। लास्ट है ल। छिटो भन्नु के? तपाईले टोयलेट केमा गर्नुहुन्छ? गोफुरोमा। ए मगमा। ल मरे जुनु। अब त्यही गर्ने है। ल तपाईको हातमा कतिवटा औँला छ? दुईटा। दुईटा। एन्सर मिल्यो त 5 वटा 10 वटा। दुईटा दुईटा त औँला त भइहाल्छ त। ल ल तपाईको जित अनि भयो। एउटा हातमा 5 वटा अर्को हातमा 5 वटा 10 वटा भयो नि त। अनि मैले दुईटा भन्छु ल। ल भन्नु। तपाईले भोक लाग्यो के खानुहुन्छ? फेभरेट रहेछ यसको फेभरेट एन्सर त्यसैमा हाल्न गाइस। के भन्नु हुन्छ अनि के भन्नु त? लाटे मुखा त्यही। आजलाई यति गर्दिनी। आजलाई चाहिँ यति नै गाइजहरु भयो। सीताजीको फेभरेट चाहिँ त्यही है चाहिँ हेर्नु है गाइजहरु। आजलाई चाहिँ यति। नेक्स्ट भिडियो अर्को पाली लास्टसम्म हेर्न चाहिँ नबिर्सनु।